गाइजहरु चाहिँ एउटा पानीपुरी राख्दै भाउजू आउनु पानीपुरी खानु राम्रो म खाइसक्छु गुड मर्निङ जोजोलोप्पा वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू ब्लग आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजको हाम्रो एकदम धुमधमाका साइज भिडियो आउँदैछ हाम्रो यहाँ मेरो लुगा चोरेर लाइछ अनि हाम्रो पेन पनि एकै खालको छ गाइस अनि ओके हामी चाहिँ दुईजना बजार जान आँटेको हाम्रो गाउँको बजार फर्स्ट टाइमै बजार लागेको चाहिँ धेरै नै भइसकेको थियो हामी चाहिँ गएको थिएन क्या अहिलेसम्म अनि हामी चाहिँ बजार जाँदै होइन घरमा यस्तो मासु मिल्नुहोस् भन्दै हिँडेको छौँ के कस्तो हुन्छ होइन हाम्रो चाहिँ कस्तो के को बजार लाग्छ थाहा छैन क्या गाइज अनि हामी चाहिँ जान्छौँ र एकछिनपछि हेर्नु होला हामी बाटोमा हिँड्दै गरेको बजार हेरेर नहाँस्नु होला हाम्रो बजार हेरेर चाहिँ हाँस्नु नहोला छ गाइज हामी चाहिँ अब यतातिरको बजार यस्तै हो पाहाडको होइन के कस्तो हुन्छ हामी पनि गएको छैन फर्स्ट टाइम भयो भने बजार हिँडेको चाहिँ भाउजूहरू चाहिँ अघि गइसक्नु भएको थियो भेट हुन्छ हुँदैन भोस्नमा हेर्दै गरौँ के कस्तो हुन्छ आजको हाम्रो भिडियो चाहिँ हेर्दै गर्नु होला गाइज हेलो एभ्रिवान हामी चाहिँ हिँडेको के कस्तो हुन्छ आजको हाम्रो भिडियो चाहिँ वाउ हुन्छ हेलो गाइज हाई उहाँ चाहिँ हाम्रो नयाँ न्यू साथी हुनुहुन्छ मेरो ब्लगमा आउने देखाउन भन्छ अनि त्यसपछि अनि मैले उहाँलाई पनि देखाइदिएकी छु ल के भन्न चाहनुहुन्छ मेरो ब्लगमा तपाईँलाई धेरै धेरै धन्यवाद हृदय मन मुटु अनि कलेज बक्सोदेखि नै धन्यवाद ब्लगमा राखिदिनु भएको तपाईँको ब्लगमा देखाइदिनु भएकोमा धरती कसमै हो घाटेको भए मरिजाम धरती कसम ओ यति हुनु पर्यो है धरती कसम खाने ओ कपाल सबै झरिजाओस् पैसा पाइँदैन मलाई यार कपाल त्यसो त पातलो छ है तेल मगाएर लाउँछु म पनि बाक्लो बनाउँछु मैले ढाडेको तेरो लुगा सर लाग्छ लुगा लुगै खुस्किने त अलिक अति थियो त होइन जोस् गाइज हामी चाहिँ हिँडेको अब के कस्तो हुन्छ हाम्रो भिडियो हेर्दै गर्नु होला लेट्स सी अब बजार पुगेपछि भन्दा नि राति बाटोतिर पनि देखाउँछु मन पर्यो भने के हुन्छ होइन गर्दै जाऊँ के कस्तो हुन्छ हेर्दै जाऊँ अहिले चाहिँ बाई बाई यति नै हामी चाहिँ बजार आइपुग्न आँटेको हामी फर्किँदैछौँ हामी चाहिँ जाँदैछौँ बजार पुग्न लाग्यो गलेर खलखली भयो हाम्रो पालो आयो बजारै हिँड्नु भएको विशेष बजारमा के हुँदो रहेछ यस्तो छ हाम्रो चाहिँ भ्यू हेर्नु होला यस्तो छ सल्लाहहरू छ अनि भाउजूले फोन गर्नु फोनै कटाइदिन्छु अब पुग्नु लाग्यो बाहिर देखेँ भाउजूहरू अहिले जहाँ भयो भने केही फरक पर्दैन बाई द वे यहाँ चाहिँ हाम्रो श्री साकेला रक्षा थान त्यस्तै छ हुनुहुन्छ बताउनु न बस्छ नि त फुलसुल पनि चढाएन कस्तो घन्टीको त तलको हुन्छ नि त्यो चाहिँ रहेनछ गाइज होइन गाइज हाम्रो बजार त्यस्तै छ बजार अब जस्तो खोइ फर्स्टचोटि आएको के कस्तो हुन्छ हाम्रो बजारको भ्लग चाहिँ हेर्दै जानु होला जानु है नकटाउनु है एकछिन नकटाउनु है हेर्दै गर्नु है यहाँ मन्दिर छ हाम्रो शिवालय मन्दिर पनि छ जस्तै मन्दिरमा चाहिँ त्यो मोबाइल नहल्लाइकन बोको होइन हातै गलिसक्यो के को हात गर्छ यस्तो गरेर हेलो अनि हाम्रो चाहिँ हेलो एभ्रिवान हामी चाहिँ बजारमा प्लास्टिक नभएर मासु त देखाइहाल्छौँ हेलो गाइज हेलो बुइनी भेट भइसक्यो अनि मक्कै परेर पनि हिँड्दैछु हाम्रो साथीहरू भनेको यस्तै छ हौ हामी त अनि यिनीहरू चाहिँ हाम्रो फ्यानै हो होइन यिनीहरू पनि हामी पनि फ्यान हो उनीहरू पनि फ्यान हो हामीसँग चाहिँ हाम्रो साथी भनेपछि चाहिँ यिनीहरू जस्तै छन् अरू पनि चार मिस गरिरहेको छौँ एउटालाई हिँड्न भनेको तेरो मितिनी नगे हिँड्न भनेको मरे मानिन क्या अनि हाम्रो बजार सो गाइज कस्तो देखिरहेको छ अनुहार भरे एडिट गर्दा राम्रै आउँछ होला यादै छैन अनुहार देखेको त होला नि होइन
देखियो होला अनुहार तर अनुहार चाहिँ कुचिएको छ आहा यो घामको भेन्टिलेटको छ बजार बच्चा छ भनेर छापा गाउँमा के आउँछ अहिले भरे हेर्दै गर्नु लगाइ यति नै भनौँ सबै एकमुष्टमा देखाउने गर्छु हेलो एभ्रिवान हामी चाहिँ पानीपुरी खान आँटेको ला कस्तो खाले कस्तो के भयो के छ क्यामेरामा चटपटे खान लाग्यो कस्तो कालो देखायो त गाइजहरू चाहिँ एउटा पानीपुरी राख्दै भाउजू आउनु पानीपुरी खानु राम्रो खाइसक्छौँ हामी मनिषालाई त चाहिँ चिलाउँछ नि 3 जना खानु र खोइ त्यतिले दिएका छन् हेलो गाइस हाम्रो भाउजूले किनिदिनु भएको भिडियोमा त देखाउनै हुँदैन जुदिहाल्नुहुन्छ ल म देखाउँदिनँ किनिदिने मान्छेले चाहिँ देखाउनु नअरे के किनिदिने मान्छेलाई चाहिँ म देखाउँदिनँ यो भाउजूले किनिदिएको मलाई पनि छ नि औठी ऊ त्यहाँनिर औठी छ तपाईँको देखाउनु खोइ अर्को भाउजू हाम्रो खोइ सबैलाई किनिदिनु भएको यहाँ छ भाउजू बुढी भएपछि हामी पनि किनिदिनु पर्छ ल सबैजना मिलेर राम्रो छ कि त्यही भएर राम्रो देखाउँदैनन् हाम्रो भाउजूलाई राम्रो छु है म मेकअप गराइदिएर लगाइदिए त लु के अरे म लगाइदिन्छु ल मनिषा देखाउ त म लगाइदिन्छु हामी चाहिँ लाएर जाने हो कति राम्रो देखाइदिनु भने हो अच्छा ठिक है मेरा बेहुलीहरू हेर्नुमै गाइज ओके हाम्रो बाजेलाई पनि देखाउनु पर्यो एकचोटि सो गाइज हाम्रो बाजेलाई पनि देखाउनु पर्यो पसल हाम्रो बाजेको पसल यिनीहरू यहाँ लाउँदैछ तिमीहरूले के लगाएको वाट खै ए उल्टो भयो गाइज हेर्नुहोस् त उल्टो भएछ सुल्टो लाउँ है सुल्टो फेरि अरूले अहिले उहाँ फोनमा बिजी हुनुहुन्छ उहाँ चाहिँ मक्खै पर्नु भएको छ उहाँ हुनुहुन्छ हाम्रो साउ यहाँ पनि किनिदिनु भएको छ मिस मनिषालाई साउजी ए हाम्रो साउजीलाई नमस्ते गर हेलो एभ्रिवान हामीले चाहिँ मासु बोकेर हिँडेको अलिक मासु चल्दैलाई 1500को मासु गाइस त्यो लुगामा लाग्ला अनि हामी चाहिँ भाउजूहरू पनि आउँदैन अनि हामी चाहिँ हिँडेको घरतिर छैन त अब त म नाच्छु मेरो हात दुखिसक्यो साँच्चै भने ब्यागमा एउटा सानो डायरी बाइक र डटपेन अनि यसले काँटा किनिस् है काँटा चुरा बाइक केही छैन गाइज केही छैन अहिले चाहिँ भेट्न लगाएछ हामी तलकोसम्म जानेछौँ त्यही हो लेट्स सी के कस्तो हुन्छ हाम्रो भिडियो भाउजूले भिडियो बनाउँदै छैनन् जुदै गरेछन् हाम्रो कहाँ छ है टाउको मेरो हामीले किनेको भन्दा नि भाउजूले किनिदिनु भएको 600 रुपियाँ त्यसैको किनेको हाम्रो 2000 जतिकै महत्त्व हुन्छ नि फोटो त नखिचाइ कुमार आपन देख्नु मान्छ फेरि लाबे खाली जोन खादैन पर किनेको पसले एक दिन पात्रे आउनु भयो कि छोडी जानु अरे लास्ट रमाइलो भइहाल्छ हाँस्दा बुढ्नु दुख्यो
मासुको पोका खोर्सानीको पोका मात्रै नै छैन यहाँ कोही छ भने आऊ आउनु त गाई सम्पर्क गर्नुहोस् खोर्सानीको पोका बोक्ने मान्छे यहाँ त सबै नेपाल नम्बर चाहिने मान्छे यो गाउँको बेस्ट रसी नाचौँ ल मगर एकछिन मगर उतै पर्छ मात्रै के अलिक सुहाउँदिनेले घोच्यो त मान्थे सुहाउँदिनेले घोच्छ मलाई कस्तो हो साउदिलो भनेको सुहाउँदिनेले अरे अरे सुहाउँदिनेहरूले सुहाउँदिनेहरू पाएर नानी म त मक्खै लो लो अरू खान्छ हामीलाई लाग्छ ए नानी हो हजुर हामीलाई माथेर बोलेको भनेको होइन बताउँदै होइन हौ तिम्रो अल्झाउने कस्तो कस्तो रहेछ हौ बाङ्गटिङमा नपार न धेरै छ क्या उसको पनि अल्झेछ हेर्ने मान्छे कोही छैन मेरो अल्झिनेहरूको चाहिँ सिधा पारिदिनु पर्ने छ